टिकटकमा भाइरल भएको बुढी खोलाको झरना हाल त हामी त्यो हेर्न जाँदैछौँ। त्यो हेर्नको लागि हामी खनार चौक आउनुपर्ने हुन्छ। खनार चौकबाट आइसकेपछि त्यो झुम्काबाट आएको नहरको पानी हो। त्यहाँ खनार चौककै झुम्काको नहरको छेउमै बुढी खोला झरना जाने बाटो त्यहाँ साइनबोर्ड राखिरहेछ। अनि त्यही नहरकै बाटो हुँदै धुलामे बाटो हुँदै हामीले त्यहाँ जान सक्छौँ। त्यहाँ गइसकेपछि खासमा यो सिँचाइको लागि बनाएको हो। त्यहाँ लेउ लागेको छ, फोहोर फोहोर छ। अनि त्यो नहरको पानी भएको कारणले यता दूषित पनि छ। किनभने मान्छेहरूको केराको थम्बाहरू त्यही फालेको छ, गाई बस्तुहरू त्यही धोइरहेको छ, फोहोर हो। त्यहाँ अहिले त्यति मान्छे खास आउँदैन, वरिपरि फोहोरै फोहोर छ, लेउ लागेको छ। मान्छे त्यहाँ ढुङ्गा छ ठुल्ठुलो, त्यहाँ टाउको फुट्ने, छाला सम्बन्धी रोग, मान्छेको धेरै कम्प्लेन आइरहेको छ। खास त्यति मान्छे अहिले आउँदैन। केही पसलहरू थापेर बसेको छ, पानी सानी बेच्ने, यताउति त्यही फास्टफुडहरू छ। खासै त्यत्रो भिडभाड छैन। त्यहाँ सुनेअनुसार त्यहाँ धेरैको टाउको फुट्ने, किनभने यो सिँचाइको लागि बनाएको पानी ऊ हो कि झरना, अरू खासै यसमा केही छैन। त्यही नहरको पानी हो। बुढी खोलाको नाम मात्रै रहेछ, बुढी खोला होइन खासमा त्यो झुम्काबाट सिधै गएको नहरको पानी रहेछ। त्यो सिँचाइको लागि बनाएको हो। अरू त यहाँ खासै केही छैन, त्यही फोहोरहरू हो, लेउ लागेको छ त्यो चिप्लिने ठाउँमा, फोहोरै फोहोर छ। यसको अगाडिपट्टि त्यो फोहोर धेरै छन्, देखाउन सक्दिनँ। गाई बस्तु मरेको फाल्ने सबै त्यही नहरमै हो। मान्छेहरूले प्लास्टिकहरू खाएको फोहोरहरू सबै त्यही नहरमा फाल्ने गर्दो रहेछ। त्यहाँ यो सिधै झुम्का नहरबाट आएको पानी हो। यहाँ टिकटकमा भाइरल भएको कारणले म पनि यहाँ हेर्न आएँ, वास्तविकता यस्तो रहेछ। अरू त खासै केही छैन। त्यहाँ दोकानहरू छ। अहिले त हामी गएको बेलामा सुनसान छ, कोही छैन, एक दुईजना मान्छे मात्रै थियो त्यहाँ। अलिअलि पसलवाला, त्यो आइसक्रिमवालाहरू, पानीवालाहरू, चटपटीवालाहरू, यिनीहरू मात्रै त्यहाँ बसिरहेछ।